र यसमा चाहिँ जडीबुटीको राजा रातो च्याउ हालेर बनाएको कारणले गर्दाखेरि हाम्रो हेल्थको लागि पनि राम्रो चिज छ र यिनीहरूमा चाहिँ कुनै किसिमको हाम्रो शरीरलाई चाहिँ नोक्सान गर्ने त्यस्तो केमिकलहरू हालेको छैन। त्यसले गर्दाखेरि हामीले यो दैनिक रूपमा प्रयोग गर्दै जाँदाखेरि यो एउटा टुथपेस्टले पनि धेरै फाइदाहरू गर्छ। जस्तै हाम्रो दाँतसँग सम्बन्धित समस्याहरू, मुख गनाउने समस्याहरू, मुखबाट गिजाबाट रगत आउने समस्याहरू, एलर्जीहरू यस्तो खालको धेरै समस्याहरूमा यो टुथपेस्टले तपाईँहरूलाई राम्रो गर्छ भने जस्तै कतिपयको चाहिँ अब कपाल झर्ने समस्याहरूको चाहिँ एकदम धेरै मान्छेहरूको समस्याहरू देखा परिरहेको छ हो। त्यस्तो समस्याहरूमा हामीले यो स्याम्पूहरू युज गर्न सक्छौँ। यो स्याम्पूमा पनि रातो च्याउ जडीबुटीको राजा रातो च्याउ हालेको कारणले गर्दाखेरि यसले पनि तपाईँको कपाललाई चाहिँ स्ट्रङ बनाउँछ, झर्ने कपालहरूलाई झर्न रोक्छ। नयाँ कपालहरू झरेर यदि तपाईँको चाहिँ तालु खुइले भएको छ भने पनि यसले चाहिँ कपाल पलाउँछ। यो चाहिँ हामीले अब स्याम्पूको साथसाथमा हामीले मसाज तेल पनि युज गर्नुपर्ने हुन्छ। यदि तपाईँको चाहिँ कपाल झर्ने समस्याहरू छ भने हामीले चाहिँ यो मसाज तेल चाहिँ जाडोको मौसममा चाहिँ अलिकति जमेको हुन्छ, त्यसलाई चाहिँ हामीले एकछिन घाममा राखेर अथवा तातो पानीमा चाहिँ एउटा गिलासमा डुबाएर राखेर चाहिँ यसलाई मजाले चाहिँ हामीले कपालको जरा जरामा लगाउन सक्यो भनेपछि यसले चाहिँ नयाँ कपालहरू पलाएको धेरै उदाहरणहरू छ। त्यस्तै गरी अब हामीले चाहिँ यो साबुनहरू हुन्छ, बजारमा पाउने साबुनभन्दा यो धेरै फरक साबुन छ। जस्तै यसमा चाहिँ कुनै किसिमको चाहिँ केमिकलहरू हालेको छैन र यो चाहिँ अब जनावरको बोसोहरू पनि नहालिकन यसमा चाहिँ ताडीको तेल र रातो च्याउबाट बनाएको साबुन हो र यसले चाहिँ हाम्रो छालालाई एकदम मुलायम बनाउँछ। यसले चाहिँ हाम्रो छालामा भएको टक्सिनहरूलाई रिमुभ गरेर छालालाई प्राकृतिक सौन्दर्य चाहिँ प्रदान गर्दछ। त्यसको साथसाथमा हामीसँग एलोभेरा आइटमको चाहिँ अब क्लिन्जिङ जेलदेखि टोनरदेखि डे क्रिम, नाइट क्रिम लगायत हाम्रो चाहिँ यो बडी लोसन यो एक सेट नै छ। यसै गरी चाहिँ हाम्रो यो एलोभेराको सेटहरू प्रयोग गर्दाखेरि हामीले चाहिँ छाला सम्बन्धी हरेक समस्याहरू अथवा सौन्दर्यको लागि एकदम नै राम्रो छ भने अन्य चाहिँ हामीसँग एकदम नै नेपालमा अथवा नेपालमा मात्र नभएन विश्वभरि नै एकदम नै धेरै डिएसएन कम्पनीको प्रख्यात प्रडक्ट भनेको यो कफी हो। र यो चाहिँ हामीले दैनिक रूपमा प्रयोग गर्दाखेरि बिहानको समयमा हामीलाई एकदम फ्रेसनेस बनाउँछ भने दिउँसो हामीलाई एनर्जेटिक बनाउँछ र रातिको समयमा पनि हामीले चाहिँ यो कफी खाएर सुत्दाखेरि गहिरो निन्द्रा लाग्छ र एकदम नै हामीलाई चाहिँ स्वास्थ्यको लागि पनि स्वास्थ्यको हिसाबले पनि एकदम राम्रो छ। यसले हाम्रो चाहिँ शरीरभित्रको टक्सिनहरू रिमुभ गर्छ, हाम्रो चाहिँ डाइजेस्टिक सिस्टमलाई राम्रो गराउँछ, डाइजेस्टिक ट्र्याकभित्र भएको चाहिँ टक्सिनहरूलाई रिमुभ गरेर हाम्रो चाहिँ हेल्थलाई एकदम राम्रो गर्छ भने प्लस हाम्रो चाहिँ यो ब्लड सर्कुलेसन सिस्टमलाई पनि एकदम राम्रो गर्ने हुँदाखेरि जुनसुकै समस्या भएको मान्छेहरूले पनि यो कफी खाँदाखेरि एकदम राम्रो हुन्छ। यसै गरी हामीसँग अन्य पनि प्रडक्टहरू थुप्रै छन्। यहाँनिर कोकोजी विशेष गरी अब बच्चाहरूको लागि एकदम नै राम्रो यो कोकोजी, जस्तै हामीले अन्य हट चक्लेटहरू भयो, हामीले चाहिँ हर्लिक्सहरू खुवाउँछौँ, त्यस्तै हामीले चाहिँ यो कोकोजी खुवाउँदाखेरि चाहिँ बच्चाहरूको इम्युनी सिस्टम पनि बलियो हुन्छ, उनीहरूको चाहिँ शारीरिक तथा मानसिक वृद्धिमा पनि एकदम राम्रो प्रभाव पार्छ। त्यसले गर्दाखेरि हामीले यो ठुलो मान्छेहरूले चाहिँ कफी पिउँछ भने बच्चाहरूको लागि यो कोकोजी प्लस हामीसँग यहाँ थुप्रै आइटमको चाहिँ सप्लिमेन्टहरू छ र सप्लिमेन्टमा मेन प्रडक्ट भनेको चाहिँ यो हाम्रो आरजी र जिएल भन्छ। खास गरी यो चाहिँ अब रातो च्याउबाट बनेको 100% रातो च्याउ भनेको चाहिँ यही हो र यो चाहिँ 90 दिनको रातो च्याउ, यो चाहिँ 14 दिनको रातो च्याउ। यो 90 दिन हुँदाखेरि चाहिँ यसले हाम्रो शरीरभित्रको टक्सिनहरूलाई रिमुभ गर्न यसले चाहिँ मद्दत गर्छ भने यो 14 दिनवाला जुन रातो च्याउ छ यसले चाहिँ जिएल भन्छ। यसले चाहिँ हाम्रो शरीरलाई चाहिँ ब्यालेन्स गर्नको लागि मद्दत गर्छ र हाम्रो शरीरमा लाग्ने रोगको प्रमुख कारण भनेको नै हाम्रो शरीरभित्र टक्सिनहरू जम्मा हुनु र हाम्रो शरीर चाहिँ इम्ब्यालेन्स हुनु। त्यसले गर्दाखेरि चाहिँ यसले चाहिँ के गर्छ त, त्यो टक्सिनलाई रिमुभ गर्ने र शरीरलाई चाहिँ ब्यालेन्स गर्ने, हर्मोनलाई ब्यालेन्स गर्ने हुँदाखेरि चाहिँ हामी हरेक किसिमको चाहिँ रोगहरूबाट छुटकारा पाउन सक्छौँ। यदि हामी रोगी छौँ भने पनि हामीले खान मिल्छ र निरोगी छ भने पनि हामीले चाहिँ खान मिल्छ। रोगीले चाहिँ रोगको उपचार गर्नको लागि खान्छ भने निरोगी मान्छेहरूले चाहिँ रोगहरू लाग्नबाट बच्नको लागि हामीले यो सेवन गर्न सकिन्छ। त्यसै गरी चाहिँ हामीसँग छ अर्को यार्सा गुम्बा, जो चाहिँ अब हाम्रो नेपाल, भारत, नेपाल, तिब्बत लगायतका देशहरूमा पाइने हिमाली जडीबुटी यार्सा गुम्बा। यसले चाहिँ हाम्रो शरीरलाई इम्युनिटी पावर बलियो बनाउने काम गर्छ। त्यसले गर्दाखेरि यो रोगी निरोगी जसले पनि खान मिल्छ। यसले हाम्रो चाहिँ नसा सम्बन्धी समस्याहरूको लागि पनि एकदम राम्रो गर्छ। प्लस हामीसँग अर्को भनेको एकदम नै हामी सबैले प्रयोग गर्नै पर्ने चिज अहिलेको अवस्थामा मान्छेहरूले चाहिँ यो विभिन्न किसिमको चाहिँ जङ्क फुडहरू, फास्ट फुडहरू, केमिकलयुक्त चाहिँ अब चिजहरू बढी प्रयोग भइरहेको छ। यो चाहिँ खास गरी अब हाम्रो शरीरलाई चाहिने भिटामिनहरू चाहिँ परिपूर्ति गर्नको लागि यो स्पिरुलिनाको एकदम नै राम्रो
फाइदा छ, किनभने यो चाहिँ मल्टिभिटामिन हो। प्लस यसमा चाहिँ क्लोरोफिल भन्ने तत्त्व पाइने हुँदाखेरि चाहिँ हाम्रो शरीरमा चाहिँ रगतहरू चाहिँ उत्पादन गर्नको लागि यसले मद्दत गर्छ। त्यसले गर्दाखेरि हामीले चाहिँ यो स्पिरुलिना बिहान साँझ 2-2 ट्याब्लेट चाहिँ खाँदाखेरि हाम्रो शरीरमा रगतको कमी हुन दिँदैन, भिटामिनको चाहिँ अब कमी हुन दिँदैन, हाम्रो शरीरलाई चाहिँ हेल्दी राख्नको लागि यसले मद्दत गर्छ। र अर्को भने चाहिँ हामीसँग एउटा मोरेन्जी भन्ने जुस छ, अहिले चाहिँ हामीसँग नेपालमा अभाइलेबल छैन, सायद चाँडै नै अभाइलेबल हुनेवाला छ। यो मोरेन्जी भन्ने जुस चाहिँ विशेष गरी अब महिलाहरूको लागि एकदम नै राम्रो, किनभने महिला समस्या, पाठेघर सम्बन्धी समस्यामा एकदम राम्रो गरेको छ। प्लस अब यो चाहिँ लिभर टनिक पनि भन्छ र यसलाई चाहिँ नेचुरल पेन किलर पनि भन्छ। र यो चाहिँ हाम्रो जोड्नीहरू दुख्ने होइन, हाम्रो चाहिँ अब महिलाहरूको समस्या प्लस हाम्रो चाहिँ यो जुन छ नि पाचन प्रणालीसँग सम्बन्धित समस्या, जस्तै ग्यास्ट्रिक भयो, कब्जियत भयो, लगायत अन्य पनि धेरै समस्याहरू हुन्छ पेटसँग जोडेको, त्यो हरेक समस्याको लागि चाहिँ यो मोरिन्जी जुसले एकदमै फाइदा गर्छ। यो चाहिँ नेचुरल जुस हो र हामीले यो चाहिँ रोगी निरोगी सबैले खान मिल्छ, बच्चा वृद्ध सबैले खान मिल्छ। डिएक्सनको कुनै पनि प्रोडक्ट कुनै रोग विशेष र अङ्ग विशेष खाने औषधि होइन, यो सप्लिमेन्ट हो। र हाम्रो यो प्रोडक्टहरूले चाहिँ कुनै रोगलाई डाइरेक्टली उपचार गर्ने होइन कि यसले चाहिँ हाम्रो शरीरले उपचार गर्छ र शरीरले चाहिँ हाम्रो रोगलाई उपचार गर्ने हुँदाखेरि हामी सबैले सेवन गर्न मिल्छ। यो संसारभरि उपलब्ध छ, विश्वको 190वटा देशमा अफिसियली लन्च भएको प्रोडक्टहरू हो। तपाईँहरूले चाहिँ जुनसुकै देशमा हुनुहुन्छ तपाईँले त्यहाँबाट चाहिँ खोजेर प्रयोग गर्न सक्नुहुन्छ। धन्यवाद, नमस्ते।